हजुर नमस्ते, तपाईँ सम्पूर्णमा। हजुर आज चाहिँ म तपाईँहरू माझमा चाहिँ हालै नेपाल सरकारले चाहिँ करदाता प्रोत्साहन उपहार कार्यक्रम जुन ल्याएको छ त्यसमा चाहिँ यो क्यास बिलहरू चाहिँ कसरी चाहिँ हामीले रेजिस्टर गर्न सक्छौँ भनेर सानो भिडियो दिइरहेको छु। तपाईँ हामीले अनलाइनबाट पेमेन्ट गरेको चाहिँ अटोमेटिक नै सिस्टममा गइ नै हाल्छ। तर यो चाहिँ यो क्यास नगदमा कारोबार गरेको चाहिँ बिलहरू चाहिँ आफैले चाहिँ रेजिस्टर गर्नुपर्ने रहेछ। त्यसैले आज म एउटा सानो बिल चाहिँ यहाँ क्यास बिल चाहिँ रेजिस्टर गरेको भिडियो तपाईँहरूमा सेयर गर्न गइरहेको छु। त्यसको लागि चाहिँ फर्स्ट अफ अल हामीले चाहिँ कुनै एउटा ब्राउजर ओपन गर्नु पर्यो होइन। ब्राउजरमा गएर चाहिँ price.irt.gov.in भनेर इन्टर गरेपछि डाइरेक्ट करदाता प्रोत्साहन उपहार कार्यक्रम भनेर यसरी देख्न सकिन्छ। अब यहाँनिर चाहिँ बिल दर्ता भनेर देख्छ, एउटा नगद छ, विद्युतीयको चाहिँ तपाईँको ब्याङ्क स्वत दर्ता भइसकेको छ भने यसरी स्क्रिनमा देख्न सक्नुहुन्छ। नगदको लागि म यहाँ नगदमा यो म बिल चाहिँ एउटा रेजिस्टर गर्न गइरहेको छु। यो बिल रहेको छ, यसलाई रेजिस्टर गर्न गइरहेको छु। म नगदमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर बिल नम्बर राखिदिने, विक्रेताको प्यान नम्बर होइन, तलपट्टि पुरस्कार कुपन सिर्जना गर्नुहोस् भनेर देख्न सक्नुहुन्छ। यहाँनिर बिल नम्बर, प्यान नम्बर, खरिद गरेको मिति, बिल रकम, पेमेन्ट गर्ने व्यक्तिको नाम, ठेगाना, मोबाइल नम्बर राखेर चाहिँ तलपट्टि पुरस्कार कुपन सिर्जना गर्नुहोस्मा क्लिक गर्नुपर्ने हुन्छ है। यहाँ देख्न सक्नुहुन्छ पुरस्कार कुपन सिर्जना भयो भनेर है। पुरस्कार कुपन नम्बर यति तपाईँले यहाँ देख्न सक्नुहुन्छ। हजुर यसरी चाहिँ यसलाई चाहिँ डाउनलोड पनि गर्न सक्नुहुन्छ। यो कुपन नम्बरलाई पिडिएफ पिएनजी फाइलमा अथवा पिडिएफ फाइलमा यसरी चाहिँ डाउनलोड गर्न सकिने रहेछ। हेरौँ। हजुर यसरी चाहिँ तपाईँले क्यास कारोबार गरेको बिललाई चाहिँ करदाता प्रोत्साहन उपहार कार्यक्रमको चाहिँ वेबसाइटमा गएर चाहिँ रेजिस्टर गरेर चाहिँ यो पुरस्कार कुपन नम्बर चाहिँ इस्यु गर्न सक्नुहुन्छ है त। Do you hear that? My sanity about to break while everyone I know is out. On a ship, on a boat, on a lake. I'm tired of feeling all FOMO, babe. I don't even care if we stay home. Put our to-do list on ice. Crank the AC to 79 and make a little island right here. And there ain't a palm tree in sight, but there's not a cloud in your blue eyes. If we need a drink, I'll be the bartender. I got a fifth of Patron and a blender, baby. Slipping on a swimsuit is overrated. We don't need a beach to get a half naked. Life's too short, let's not waste it. 'Cause paradise is wherever we make it.